यस मानिसमा म केही दोष देख्दिन। तपाईहरू के चाहनुहुन्छ? म कसलाई छाड्दिउँ? येशूलाई या बारनबासलाई? त्यसो भने येशूलाई के गरौँ त? यस मानिस निर्दोष छ, यसको पाप मलाई नलगाओस्। जाऊ, यसलाई क्रुसमा लगेर झुन्ड्याऊ। हामी तपाईँको आराधना गर्छौँ अनि तपाईँलाई धन्यवाद भन्छौँ। क्रुस मरणको आज्ञा दिन्छन्। मेरो अन्तस्करणको शोक नसुनी दोस्रो स्थान यीशुलाई क्रुस बोक्नु दिइन्छ। हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको हुनुहुन्छ, तपाईँको गर्भ जातिमा धन्य तपाईँको गर्भको फल यीशु। प्रणाम मरिया, कृपापूर्ण, प्रभु तपाईँसँग हुनुहुन्छ, धन्य तपाईँ नारी जातिमा अनि धन्य तपाईँको गर्भको फल यीशु। तेस्रो स्थान यीशु पहिलोपल्ट क्रुस मुनि लड्नुहुन्छ थियो होला, भए पनि त्यसद्वारा मैले परमेश्वरलाई अप्रसन्न प्रणाम मरिया, कृपापूर्ण, प्रभु तपाईँसँग हुनुहुन्छ, प्रणाम मरिया। चौथो स्थान यीशुले आफ्नी मातालाई भेट्नुहुन्छ। यीशु प्रति मरियाको प्रेम म प्रति मेरी आमाको हे प्रभु हामीलाई दया गर्नुहोस्। प्रणाम मरिया, कृपापूर्ण, प्रभु तपाईसँग। प्रणाम मरिया, कृपापूर्ण, प्रभु तपाईसँग हुनुहुन्छ, धन्य तपाईँ नारी जातिमा। धन्य तपाईँ प्रभु तपाईँसँग हुनुहुन्छ, धन्य तपाईँ नारी जातिमा अनि धन्य तपाईँ फल यीशु।
पाँचौं ठाउँ कुरेनवासी सिमोनले यीशुलाई क्रुस बोक्नु गुहार दिन्छ। यीशुको दिलासा भएको छु। प्रणाम मरिया कृपा पूर्ण प्रणाम मरिया कृपा पूर्ण प्रभु तपाईसँग हुनुहुन्छ धन्य प्रणाम मरिया कृपा पूर्ण हेरोनिकाले यीशुको अनुहार पुछिदिन्छन्। मरियाले चाहिँ भेरोनिकाले पनि यीशुलाई भेट्नु अनि उहाँलाई आफ्नो प्रणाम मरिया कृपा पूर्ण प्रभु तपाईसँग हुनुहुन्छ धन्य तपाईँ नारी जातिमा अनि धन्य तपाईँ गर्भको फल यीशु। सातौं ठाउँ गरी मेरा नराम्रा बानीहरूलाई जित्ने पापको अवकाशहरू महादुःखमा ए शान्त मरिया परमेश्वरकी माता बिन्ती गर्नुहोस् अनि पापीहरूको लागि अहिले नि हाम्रो मर्ने आठौं ठाउँ यीशुले यरुशलेमकी स्त्रीहरूलाई सम्झाउनुहुन्छ। यरुशलेमका स्त्रीहरू तिमीहरू मेरो निम्ति नरुह, तिमीहरू आफ्नो छोरा छोरीहरूको निम्ति रुह। प्रणाम
मरिया कृपा पूर्ण प्रभु तपाईँसँग हुनुहुन्छ धन्य तपाईँ नारी जातिमा धन्य तपाईँ फल यो सन्त मरिया परमेश्वरकी माता बिन्ती गर्नुहोस् मेरो पाप जस्तै ठुलो भए तापनि त्यसमा जगाइदिनुहोस् तपाईसँग फेरि उठेर म पश्चाताप अनि प्रायश्चित हाम्रा पिता धन्य तपाईँ नारी जातिमा अनि धन्य तपाईँको गर्भको फल धन्य तपाईँ नारी जातिमा अनि धन्य तपाईँको गर्भको फल येशू सन्त मरिया परमेश्वरकी माता बिन्ती गर्नुहोस् अनि पापीको लागि अहिले हाम्रो मर्ने बेलामा आमेन। दशौं ठाउँ यीशुका हे क्रिस्ट हामी तपाईँको आराधना गर्दछौँ अनि तपाईँलाई धन्यको भन्दछौँ किनभने तपाईँलाई मरिया परमेश्वर बिन्ती गर्नुहोस् तपाईँसँग हुनुहुन्छ धन्य तपाईँ नारी जातिमा अनि धन्य प्रभु तपाईँसँग हुनुहुन्छ धन्य तपाईँ नारी जातिमा अनि तपाईँ मरिया परमेश्वरकी माता बिन्ती गर्नुहोस् हे ख्रिस्ट हामी तपाईँको आराधना गर्छौँ अनि तपाईँलाई धन्यको भन्छौँ किन हे ख्रिस्ट हामी तपाईँको आराधना गर्छौँ अनि तपाईँलाई धन्यको भन्छौँ सन्त मरिया परमेश्वरकी माता बिन्ती गर्नुहोस् अनि तारीको लागि अहिले हाम्रो मन 13औं ठाउँ यीशु क्रुसबाट झारिनुहुन्छ। हे ख्रिस्ट हामी तपाईँको आराधना गर्छौँ अनि तपाईँलाई धन्यको भन्छौँ किनभने तपाईँले आफ्नो पवित्र क्रुसद्वारा सारा संसारलाई उद्धार गर्नुहुन्छ।
छुट्टी